नमस्कार साथीहरू। आज मेरो छुट्टीको दिन म घरमा बसेर यस्तो प्रोटिन बल्स बनाउने तयारी गर्दैछु। यो प्रोटिन बल्स चाहिँ मेरो छोरालाई, मेरो हस्बेन्डलाई, मलाई सबैलाई एकदम मनपर्छ। बिहान बिहान 1-2वटा प्रोटिन बार्स खाएर आफ्नो काममा जाँदाखेरि अलिकति इनर्जेटिक भएको महसुस पनि हुन्छ। त्यसैले मैले चाहिँ यो प्रोटिन बल्स बनाउन जाँदैछु। त्यसको लागि पम्पकिन सिड्स, ओट्स, पीनट्स, डेजिनेटेड कोकोनट, फ्लेक्स सीड्स, यो फ्लेक्स सीड्सलाई नेपालीमा आलस पनि भनिन्छ, अनि गुड, अनि बटर, अनि अलिकति चिया सीड्स। यो चिया सीड्स चाहिँ अप्सनल हो, हजुरहरूले युज गर्नुभए पनि हुन्छ, नगर्नुभए पनि हुन्छ। साथसाथै अरू नट्सहरू पनि युज गर्न सक्नुहुन्छ, जस्तै क्यासु नट्स एन्ड डेट्स तथा अरू नट्सहरू। मैले चाहिँ मसँग जे उपलब्ध छन् तिनी सामग्रीहरू प्रयोग गरेर प्रोटिन बल्स बनाउन गइरहेको छु। त्यसको लागि मैले ग्यास अन गरेर प्यान बसालेँ। अब बिस्तारै सबै नट्सहरूलाई म एक गर्दै भुट्छु र एउटा साइडमा राख्छु। साथीहरू, प्यान तातिसकेको छ। अब म यहाँ ओट्स राख्दैछु। ओट्स राखेपछि बिस्तारै चलाउँदै फर्काइ चलाएर यसरी रातो हुने गरी भुटिसकेपछि अब म यसलाई झिक्छु। अनि फेरि त्यही प्यानमा मैले पम्पकिन सिड्स राखेँ। अनि अब पम्पकिन सिडलाई पनि त्यसरी नै भुट्छु। त्यसरी फर्काइ पिनटलाई पनि रातो हुँदासम्म भुट्नुपर्छ। अब फ्लेक्स सीड्सको पालो साथीहरू, बिस्तारै फर्काइ चलाउनु पर्यो। यसरी रातो हुन्छ, अलिकति पटपट पड्किने बेलासम्म चलाउनु पर्छ। अब यो डेजिनेटेड कोकोनटको पालो, म यसलाई हल्का मात्रै टच गर्छु, खासै भुट्नु त पर्दैन, तैपनि लाइटली टच गरौँ भनेर। यसरी सबै सामानहरूलाई भुटेर मैले यता राखेँ। अब पालो मेरो पुन्टे कराईको। म चाहिँ यहाँ अब बटर र गुड राख्दैछु। साथीहरू, यसरी छुट्टै भुटेर पिसिसकेपछि म चाहिँ मेरो पुन्टे कराईमा बटर अनि गुड राख्न जाँदैछु। यसरी गुड राखेर पक्लेपछि म सबै सामग्रीलाई एकै ठाउँमा मिलाएर अनि बल बनाउँदैछु। साथीहरू, सबै सामग्रीलाई यसरी बाउलमा राखेर मिक्स गरिसकेपछि यस्तो मिक्स भयो। अब यहाँ चाहिँ म यो गुड पग्लिसकेपछि तातो राखेर बल बनाउँदैछु। साथीहरू, यसरी प्रोटिन बल्स रेडी हुँदैछ र यता बाउलमा जम्मा गर्दैछु। फाइनली मेरो प्रोटिन बल्सहरू चाहिँ रेडी भयो। साथीहरू, हजुरहरूलाई यो प्रोटिन बल्स बनाउने आइडिया कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्नुहोला र आफ्नो परिवारलाई पनि बनाएर खुवाउनु होला। धन्यवाद।